नमस्ते। हाम्रो लघुकथा केन्द्रको 6औं वार्षिक उत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 34औं श्रृङ्खला लिएर आइरहेको छु। आज मैले सिकागो अमेरिकाबाट नवराज शर्माज्यूले प्रेषित गर्नुभएको लघुकथा विद्रोह वाचन गर्दैछु, जुन यस प्रकार छ। मामु मामु हेर्नुहोस् त, गुलाफमा पानीको थोप्लो कसरी टल्किएको। पानीको आह्लादित स्वर सुनेर इन्दु बारीमा आइन्। शीतको मोती भनेर मुसुक्क हाँसिन्। यो मोतीको मलाई टप बनाइदिनु है मामु, सानीले लाडिएर भने। घामले सम्हाल्न सकिँदैन यस्तो मोती सानो, सानीले कुरा बुझिन। किन? ठुस्स पर्दै आँखाले मौन प्रश्न गरी। बिहानको घाम मायालु हुन्छ, शीतले सहन्छ। घामको अहम बढेपछि सन्ताप सहन नसकेर शीत। अनि के हुन्छ मामु? कुरा नबुझे पनि सानी जान्न चाहन्छ। शीतले विद्रोह गर्छ अनि विकरणबाट जोगिन बादलको ओत लाग्छ। विगतलाई सम्झँदै इन्दु एक्लै बरबराउँछ, सन्निपात भएको मान्छे जस्तै। सानी कुरा नबुझेर रुन थाल्छ। म कथाको अन्त्यतिर आइपुगेको छु। बादल बाहिर आउँछ, सानीलाई काखमा लिन्छ, भन्छ म बनाइदिन्छु नि मेरी सानोलाई मोतीको टप। गहिरो सास लिन्छ अनि मायालु स्वरमा इन्दुलाई भन्छ, विद्रोहपछि विगतमा होइन वर्तमानमा बाँच्न सिक। अब विनिर्णयले प्रशस्त गरेको राजमार्गमा हिँड्नुपर्छ इन्दु। हस्, मिठो लघुकथा लेख्नु भएको छ। धेरै धेरै धन्यवाद।